तिमी खुसी खोज्न कता धाउँछौ त्यो त मलाई थाहा भएन, तर तिमी आफूभित्र भएको खुसीलाई दबाएर आफूभित्र भएको त्यो महसुसलाई त्यो इच्छालाई मारेर तिमी माया खोज्न बाहिरतिर हिँड्दैछौ अरे। त्यस्तो कहिले नगर। ईश्वर छौ तिमीभित्र, ईश्वर हुनुहुन्छ तिमीभित्र, माया छ तिमीभित्र, अनि दया पनि छ तिमीभित्र, अनि पवित्र आत्मा छ तिमीभित्र। तिमी कसको खोजीमा हिँड्छौ बाहिर? सबै कुरा तिमीभित्र भएर पनि तिमी बाहिरतिर खोज्न थाल्यौ भने तिमीले बाहिर केही पाउने छैनौ। आखिरमा पाउने भनेकै ती भ्रम अनि नाना भाँतीका कुराहरू, नाना भाँतीका आलोचनाहरू, त्यो बाहेक तिमीले केही पाउने छैनौ। यदि सबै कुरा पाउनु छ भने तिमी आफैभित्र खोज। तिम्रो आफ्नो आत्माभित्र सबै कुराहरू पर्याप्त छन्, त्यसैमा तिमी राम्रो हुनेछ।